अगाडि बढ्नाले नै सफलता र उपलब्धि प्राप्त गर्छन्। नमस्कार हजुरहरू सम्पूर्णमा, म प्रिसियजङ छेत्री कक्षा 5 मटिल्लामा पढ्ने छात्र। मैले दशैं तिहारको बिदामा धेरैवटा पुस्तक पढे। त्यसमध्ये मेरो मनपर्ने पुस्तकको नाम भुइँ भेट्यो भुमाले हो र म आज यस पुस्तक परिचर्चामा पनि यही पुस्तकको बारेमा भन्न गइरहेको छु। एकछिन, के तपाईलाई यो के हो थाहा छ? र यो कुकुर हो र यो भ्यागुता हो। यस पुस्तकमा धेरैवटा पात्र छन्। त्यसमध्ये मेरो मनपर्ने पात्रको नाम कुकुर हो र मन नपर्ने पात्रको नाम भ्यागुता हो र मन नपर्ने पात्रको नाम कुकुर। किनभने भुमा भ्यागुता एक दिन गाउँघरतिर जान थालिरहेकी हुन्छन्। त्यहाँ जाँदा जाँदै उसले एउटा कुकुर देख्छ र त्यो कुकुरले झन्डै उसलाई कुल्चिन थालिरहेको हुन्छ। त्यसपछि भुमा भ्यागुता विद्यालयको अगाडि आइपुग्छिन्। विद्यालयको अगाडि आएपछि उसलाई केटाकेटीहरूले जिस्काउन थाल्छन् भने आक्रमण गर्न पाउँदैनन्। त्यसपछि भुमा भ्यागुता गाउँघरतिर जाँदै गर्दाखेरि एउटा कुकुरले उसलाई झम्टिन थाल्छ। झम्टिन थालेपछि ऊ एउटा झ्याङको पछाडि गएर लुक्छ। झ्याङको पछाडि गएर लुकेपछि ऊ कुकुरबाट बाँच्न सफल हुन्छ। समग्रमा भन्दा हामीले हार मान्नु हुँदैन भनेर यस पुस्तकले सन्देश दिन खोजेको छ। यदि हजुरलाई यो पुस्तक पढ्न मन लागेको छ भने हजुर हाम्रो पुस्तकालयबाट पाउन सक्नुहुन्छ। अब म बोलाउन गइरहेको छु, जो गर्दैन कक्षामा